नमस्कार आदरणीय दर्शकबिन यम्बो अफिसियल च्यानल यहाँहरूमा हार्दिक स्वागत गर्दछौँ। म कार्यक्रम प्रस्तोता वीरेन्द्र कुमार याकथुम्बा सुभाष। दर्शकबिन अहिले हामी नेपालको सुदूर पूर्वी जिल्ला झापाको पनि लगभग पूर्व पश्चिमको झनै बीच भागमा पर्ने पूर्वको रमणीय पर्यटक क्षेत्र दोमुखामा आएका छौँ। दोमुखामा अहिले दैनिक जसो मानिसहरू यहाँ आउने घुम्ने टिकटक फोटो खिच्नेदेखि फ्यामिली मोड फ्रेस सबै खालको यहाँनिर आउने गर्ने एउटा चलन चलिरहेको अवस्था छ। अब अहिलेको यो स्थिति के छ र यहाँभित्र आउने पर्यटकहरूले यो दोमुखालाई कसरी बुझिरहेका छन् भन्ने विषयमा हामी यहाँभित्र देखाएर उहाँहरूसँग प्रत्यक्ष कुराकानी गर्न अब हामी यहाँ लागिरहेको छौँ। हजुरहरूलाई स्वागत छ है हाम्रो यम्बो च्यानलमा। हजुर यहाँहरू चाहिँ दाम्पत्य हो? हजुर यहाँहरू कहाँबाट आउनुभएको? हजुर तपाईँ यही सुरुङ्गा हो घर होइन नजिक? किन यसरी आइराख्नुहुन्छ? प्राय महिनामा एकपल्ट दुईपल्ट आउँछौँ। यसो बेलुका कहिलेकाहीँ फ्यामिली कहिलेकाहीँ परिवार लिएर सबै परिवारै घुम्नलाई। किन आउनुहुन्छ यहाँ? आनन्द लाग्छ है। अब जतिसुकै गर्मी भए पनि यहाँ थोरै किनकि त्यही त अलिकति अब खोला झरना नहरहरू छन् त होइन त्यस्तै शीतल पानी धमिलो छ र मात्रै अरू बेला पानी सङ्लो भएको त त्यही त पाहाडमा एउटा मनसुनी यहाँ पनि चलिरहेछ होइन। निकै रमाइलो लाग्छ। जस्तो अब तपाईँहरूको घर सुरुङ्गा यो आफ्नो घर आँगन भनौँ न होइन कस्तो फिल हुन्छ तपाईँहरूलाई यो ठाउँ? यो विशेष गरेर तपाईँको कार्तिक मङ्सिर पुसमा पिकनिकको सिजनमा चाहिँ यहाँ निकै राम्रो भिडभाड पनि चल्छ। पारिपट्टि तपाईँको धनुषकोटी धाम छ मन्दिर, त्यहाँ तपाईँको पूजाआजा गर्ने प्रायःको भक्तहरू त्यहाँ धेरै आउनुहुन्छ। त्यो त अब निकै पुरानो पर्यटकीय स्थल पनि हो। अब अहिले तपाईँको निकै सुधारिँदै गएको छ। पहिला यहाँ आउन निकै बाटोघाटोको असुविधा थियो, अब त बाटोमा पिच भइसकेको छ। ठिक छ पहिलाभन्दा। हजुर हिजो पुरानो दिनमा यहाँ दोमुखा त माथि डाँडा नर्थ क्षेत्रमा मात्रै एउटा पिकनिक खाइन्थ्यो होइन? त्यतिखेर अब र अहिले अब यो पुस्ता परिवर्तनसँग यो ठाउँ पनि परिवर्तन यो अलिकति समयको गतिसँग ठिक ढङ्गले चलेको जस्तो लाग्छ। तपाईँले भने जस्तो पहिला तपाईँको यहाँ जापान चाहिँ पिकनिक खाने गरिन्थ्यो, तर अहिले चाहिँ तपाईँलाई यसलाई पर्यटक क्षेत्र पनि एउटा छुट्याएको छ। हजुर पिकनिक थोरै बाहिरपट्टि राखिदिएको छ। वारिपारि आउन जान सहज होस् भनेर पुलको व्यवस्थापन गरिदिएको छ। त्यो हुँदा वारीको पिकनिक पारि जाने, पारिको वारी आएर पनि तपाईँको पिकनिक सहज बनाएको छ। त्यसले पनि जस पहिलाभन्दा तपाईँको यहाँ स्पोर्ट चाहिँ तपाईँको छुट्याएर पिकनिकमा थोरै छुट्टै बनाइदिएको छ, आफ्नो क्षेत्र बनाइदिएको छ। हजुर अब यहाँ महिला हुनुहुन्छ है, यहाँको फुल डेकोरेसन यहाँको एउटा गार्डनहरू यहाँले चाहिँ कस्तो महसुस गर्नु? एकदमै आनन्द आउँछ यहाँबाट यहाँ आएपछि होइन। जतिसुकै आनन्द आउने गरी फ्रेस हुन्छ, जतिसुकै तनावमा भए पनि यहाँ आएपछि एकदमै आनन्द महसुस हुन्छ। टिकटक चाहिँ यहाँ कतिको गर्नुहुन्छ? एकदमै धेरै भनेपछि आज कतिवटा गर्नु? भयो होला 20-30 वटा। 1 घण्टाको पिरियड तपाईँहरूको युगलै गर्नुहुन्छ? हजुर हस् त धन्यवाद है त। हजुर दर्शकबिन अब म यहाँ पूर्व क्षेत्र त्यसै पनि लिम्बू समुदायहरूको बहुल्य क्षेत्र भएकोले गर्दा पनि यो झापा जिल्लाको शिव सतासी यहाँ लिम्बू समुदायहरूले मान्ने किरात धर्म सत्याङमा यो एउटा पूजायक रहेको छ। यो सँगसँगै यहाँनिर महागुरु फाल्गुनन्द अथवा राष्ट्रिय 16औँ विभूति उहाँको पनि यहाँ शालिग बडो आकर्षक ढङ्गले खडा गरिएको छ। म यहाँहरूलाई यो शालिग पनि देखाइदिइरहेको छु। दोमुखामा पाउने यो जुन नहर झाडीहरूमा पाउने प्राय प्रशस्त पाउने माछा चाहिँ यो माथि अगाडि राखिएको छ, यो सानो झरना जस्तोमा। दर्शक पनि केही महिना अघि मात्र हामी यहाँ आउँदाखेरि चाहिँ यहाँ चाउर मैदान थियो। अब अहिले भने यहाँ विश्व शान्तिको अग्रदूत गौतम बुद्धको यहाँ प्रतिमूर्ति यहाँ राखिएको छ। यो एकदमै सबैले शान्ति रहोस् भन्ने पनि हो। यो ठाउँमा आफैमा एउटा शान्तिको प्रतिमूर्ति राख्दाखेरि चाहिँ झै झगडा नहोस् भन्ने पनि एउटा सङ्केत हो। यहाँको नाम चाहिँ के पर्यो? मेरो हजुर सिद्धिमान योङयाङ। सिद्धिमान योङयाङ। हजुर यहाँको घर चाहिँ? मेरो यहीँ टोलको हो। आज यहाँ के गर्न आउनुभएको थियो? आज यहीँ ढोका यहाँ पुण्याको खोलेको हेर्न। यसो हेर्न रमाइलो होइन? यस यो उमेरमा पनि यहाँ बस्दा शान्त अनुभूति हुन्छ। हजुर ल हस् त धन्यवाद।
हजुर यहाँको परिचय? मेरो नाम चाहिँ महेन्द्र जोगी हो, तर सबैले गोपाल भनेर चिन्छन्। हजुर यो अहिले के राख्नुभएको खास यसको अर्थ अलिक हामीलाई नौलो लाग्यो। अर्थ भन्नुपर्दाखेरि यो स्पेसली सबै ठाउँमा यो पर्यटक क्षेत्रमै हुन्छ। यो पनि एउटा नयाँ टेक्नोलोजी, नयाँ माध्यम भने जस्तै यो एउटा 360 टिकटक स्टेसन हो। हजुर टिकटक स्टेसन? हजुर, यो यसमा भिडियो क्लिपहरू, रिलहरू बनाउन मिल्छ। फेसबुकमा हाल्न मिल्यो, टिकटकमा, इन्स्टाग्राममा, युट्युबमा भिडियो बनाएर हाल्ने एउटा जस मान्छेलाई मनोरञ्जन दिने एउटा चिजै भनौँ न। हजुर कतिको युज गर्छन् यहाँ आउने उपस्थिति जनहरूले? युज भन्दा त यो भर्खरै सुरु भयो। यो दोमुखा हाम्रो शिव शताक्षी 10 नम्बर वडा यानि कि झापा जिल्लामा चाहिँ पहिलो नै हो अहिले चाहिँ फिलहाल। कति दिन भयो हजुर? यो भर्खरै मैले वैशाख 1 गतेबाट सुरु गरेको। हाम्रो यस्तै सेम वहाँ कन्याममा पनि छ। हजुर मैले वैशाख 1 गतेबाट सुरु गरेको। जस्ट टिकटक गर्नलाई अब सबै डिभाइस इन्स्ट्रुमेन्टहरू यही छ हैन? आफ्नो मोबाइल मात्रै राख्यो बस? एकदम म्युजिक जस्तो। चार्ज के छ हजुर? चार्ज सुरुमा त अलिकति महँगै थियो एज अ गेस्टहरूले। धेरैजनाको कम्प्लिमेन्ट आएपछि चाहिँ त्यसलाई मैले मध्यनजर गरेर त्योभन्दा हाफ दाममा मैले 50 रुपियाँ गोटा बनाइदिएको छु अहिले। त्यसमा सबैजना खुसी हुनुहुन्छ। अहिलेसम्म कम्प्लेन तपाईँ आफूले पनि त्यो मिलाइदिनुहुन्छ होला हैन? हजुर सबै कुरा म टेक्निकली रूपमा मैले जानेको बुझेको कुरा सिकाइदिन्छु, बुझाइदिन्छु, यसरी गर्नुहोस् भनेर खुसी बनाएर पठाउँछु। टिकटकरहरू कतिको सेटिस्फाई पाउनु? अहिलेसम्म त नो कम्प्लेन होइन। अब फेरि भोलिको दिनमा आउला त आफ्नो ठाउँमा, तर अहिले सबैजना खुसी नै हुनुहुन्छ। यो तपाईँ अहिले यो जेठ महिनाको मध्यान्तरमा आउँदाखेरि कतिको यहाँनिर टिकटक गर्न आउने, घुम्न रमाउन अनि कस्तो छ आवत जावत मानिसको? यो हाम्रो दोमुखा आजभन्दा केही वर्ष अगाडि यो अवस्था थिएन। जुन हाम्रो दोमुखा पर्यटन संस्थाले यो सिर्जना गरेको चिजहरू देखेर चाहिँ यो बर्खायाममा पनि यति मान्छेहरू आइदिनु भएको छ। अझ राम्रो राम्रो चिजहरू हाम्रो समितिले यहाँ बिचमा राम्रो राम्रो चिजहरू ल्याइदिनु भयो भने अझै यहाँ घुम्न आउने मान्छेहरूको घुइँचो हुन्छ भन्ने मलाई पूर्ण विश्वास पनि छ। हजुर अब हामी पनि कामना गर्छौँ कि तपाईँको यो डिभाइस मार्फत, इन्स्ट्रुमेन्ट मार्फत चाहिँ सबैको टिकटकहरू चाहिँ राम्रो होस्, उत्कृष्ट होस् र हाम्रो पनि यो खिचेको तपाईँले पनि हेरिदिनु होला। एकदम 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 आशा गरेको छु। सबैलाई स्वागत छ। दोमुखामा आउनुहोस्, कुनै पनि चिजको समस्या हुने छैन, सदैव साथ रहनेछ भन्दै हाम्रो यो यम्बु च्यानलको कार्ड पनि यहाँलाई मैले हस्तान्तरण गर्ने। हस् त धन्यवाद हजुर। यहाँहरूको परिचय हो? मेरो नाम एलिसा खरेल। एलिसा खरेल। यहाँको? मेरो नाम करुणा घिमिरे। हजुर यहाँहरू कहाँबाट आउनुभएको? हामी यही सुरुङ्गा झापाबाट। सुरुङ्गा झापाबाट। हाल के गर्दै हुनुहुन्छ? हाल हामी टिचिङ गर्छौँ। टिचिङ गर्नुहुन्छ? दुवैजना टिचिङ है? अनि आज चाहिँ यहाँ खास किन आउनुभयो? आज चाहिँ हामी अब स्याटरडे रिफ्रेसमेन्टको लागि यहाँ चाहिँ एकदमै रिफ्रेसमेन्ट पाइन्छ हैन? हजुर पहिला चाहिँ एकदमै जङ्गलहरू थियो, अहिले चाहिँ राम्रो बनाउनु भएको छ। पार्क पनि थिएन पहिला आउँदा केही यस्तो फुलबारी। अनि नि अब यो एउटा रमाइलो ठाउँ है, लगभग झन् डेटिङ गर्ने ठाउँ पनि हो। अब यु आर लुकिङ बोथ अफ यु भेरी गर्जियस, बट एनिवे सिङ्गल आउनु भयो नि तपाईँ? एकदम लेडिज फिमेल मात्रै आउनु भयो? होइन हामी दुईजनै साथी हो अनि यसो घुम्नलाई आएको। जस्तो यहाँ रिफ्रेस गर्नको लागि मुड फ्रेस गर्न घुम्न आउनको लागि चाहिँ बोयफ्रेन्ड गर्लफ्रेन्ड नै आउनुपर्छ भन्ने चाहिँ होइन नि? होइन त्यस्तो होइन, साथीभाइ प्यारेन्ट्ससँग पनि आउँदा हुन्छ। हजुर अब तपाईँहरू अब अहिलेको नयाँ पिँढी हुनुहुन्छ, टिकटक चाहिँ कतिको गर्नुहुन्छ? हामी बनाउँछौँ टिकटक। के छ यहाँहरूको आइडी? एलिसा खरेल छ मेरो। यहाँको? करुणा घिमिरे नै छ। हजुर टिकटक चाहिँ कस्तो खालको बढी रुचाउनुहुन्छ? हामीहरू यस्तै डान्सिङहरूको। डान्सिङहरूको एक्टिङ सम्बन्धी? हजुर एक्टिङहरू पनि। यस्तो सिङ्गल मात्र गर्नुहुन्छ कि डुएट? दुईजना पनि गर्छौँ, हामी स्कुलमा नि स्टुडेन्टहरूसँग पनि गर्छौँ। ओ माइन्ड ब्लोइङ। जस्ट तपाईँहरू टिचिङमा एउटा स्कुल डान्स पनि गराउनुहुन्छ है? हजुर हजुर। भनेपछि यहाँहरूको टिकटक चाहिँ हामी हेर्नै पर्ने भयो। तर यहाँको आजको यो ठाउँ नि जुन दोमुखाको एउटा रमणीय ठाउँ, हिजोको दिन र आजको दिनमा के फरक पाउनु भयो? हिजोको दिनमा चाहिँ एकदम यहाँ जङ्गलहरू थियो, कोही पनि आउनुहुन्न थियो होइन? अहिले चाहिँ फुलबारीहरू यस्तो उस्तो केही थिएन, यहाँनिर क्यामेरा यस्तोहरू केही थिएन, एकदम सुक्खा थियो। अहिले आउँदा चाहिँ यो पिङहरू परिवर्तन, फुलबारीहरू सबै एकदम राम्रो बनाउनु भएको रहेछ। अब यहाँ जस्तो घुम्नको लागि अझै टिकटक गर्न चाहिँ के कुरा चाहिँ इन्कम्प्लिटेड होला, के कुरा चाहिँ थप्दै राम्रो जस्तो लाग्छ? यहाँनिर सबै ठिकै छ अहिले त। हजुर हजुर धन्यवाद यहाँहरूलाई। हजुर यहाँहरूलाई स्वागत छ हाम्रो यम्बु च्यानलमा। हजुर नमस्कार। हजुर यहाँहरू कहाँबाट आउनुभएको? हामी चाहिँ विराटनगरबाट आएको। विराटनगरबाट? किन र कसरी आइपुग्नु भयो? हामी एक्जाम सकेर यतिकै अब एक्जामको प्रेसरलाई चाहिँ फ्रेस गर्नको लागि। भनेपछि अध्ययनरत केमा हुनुहुन्थ्यो? हामी ब्याचलर नर्सिङ गर्दैछौँ। हजुर अब आज तपाईँहरू मुड फ्रेस गर्न पनि एउटा तनाव होइन, पढाइको एक्जाम सकेर आउनुभयो, कस्तो महसुस गर्नुभयो यो दोमुखालाई? राम्रै गरिरहेको छु। आज हाम्रो प्लान चाहिँ यहाँ आउने थिएन होइन, अब केही कारणवश हामी आउनु परेको, त्यसैले ठिकै छ त्यसो हेर्दाखेरि। हजुर अब यहाँहरूको नाम चाहिँ? अङ्किता। अङ्किता के? लिम्बू। लिम्बू। यहाँको? अनुष्का श्रेष्ठ। अनुष्का श्रेष्ठ। यहाँको? अनुष्का घिमिरे। हुन्छ यहाँको? सुनामी श्रेष्ठ। हजुर यहाँ तपाईँहरू आज फोटो खिच्नु भयो कि टिकटक पनि गर्नुभयो?
फोटो खिचेका छौँ हामी टिकटक चाहिँ कतिको गर्नुहुन्छ कोही त होइन होला होइन अरू बेला गरिन्थ्यो आज चाहिँ छैन अब अलिकति पढाइ पनि त्यो समय रहेछ होइन अब यहाँ के कुरा चाहिँ यहाँहरूलाई अलिकति राम्रो पक्ष लाग्यो यहाँको वातावरण नै राम्रो छ हजुर अनि अब बस्ने ठाउँहरू पनि राम्रै छ व्यवस्थितै छ फोहोर फाल्नेहरू राखिसकेको रहेछ होइन हरियाली छ अब कसैले चाहिँ फोहोर फालिदिँदै हुँदो रहेछ जस्तो पानीको बोतलहरू भयो यस्तो खाएकोहरू होइन यस्तो नगरिदिँदा हुन्थ्यो होला अब यो चाहिँ यो एउटा पर्यटक होइन यहाँ आउनेहरू चाहिँ जति पनि छन् घुम्न आउने त्यो त उहाँहरूको डिसिप्लिनको कुराहरू भयो होइन तर अब बाँकी कुराहरू हेर्दा चाहिँ फुल प्याकेज एनिवे यो पर्यटन घुम्नको लागि ठिक छ भन्ने यहाँहरूको बुझाइ ठिक छ हस् त धन्यवाद यहाँहरूलाई स्वागत छ यहाँलाई हाम्रो याङ्गु अफिसियल च्यानलमा तपाईलाई धेरै धेरै हजुर यहाँहरू कहाँबाट आउनुभएको हामी यही शिवशताक्षी नगरपालिका वार्ड नम्बर 9 बाट 9 भनेपछि कुन दुधेबाट किन यहाँ सधैँ आउने गर्नुहुन्छ कि आज मात्र प्राय शनिबार छुट्टी मनाउन नानीहरूलाई फ्रेस बनाउन र आफू पनि फ्रेस हुनलाई प्राय आइरहन्छ यो ठाउँ चाहिँ हजुरको यहाँको अकुपेसन चाहिँ के छ मेरो यहाँ नगरपालिका शिवशताक्षी नगरपालिकामा काम गर्छु केमा काम गर्नुहुन्छ म महिला तथा बालबालिका शाखामा काम गर्छु हजुर यहाँ म विराटनगरबाट आएको हजुर खास के को लागि आउनुभयो म यहाँ घुम्नको लागि आएको तपाईँ पनि कर्मचारी नै हुनुहुन्छ हजुर म पनि कर्मचारी केमा हुनुहुन्छ म नेपाल प्रहरी हो नेपाल प्रहरी हुनुहुन्छ हैन यता हजुर म पनि विराटनगरबाट हजुर म चाहिँ पब्लिकै हो कर्मचारी हो हजुर यहाँलाई कस्तो लाग्यो यो दोमुखाको आज अब तपाईँ त्यहाँबाट विराटनगरबाट आउनुभयो मोरङ होइन कस्तो लाग्यो यो आकर्षण क्षेत्रहरू राम्रो छ होइन अब सुन्दर वातावरण भएको है हरियालीहरू भएको बात छ होइन हजुर अब खोलाको पनि छेउमा हजुर राम्रो छ जस एउटा फुल प्याकेज एउटा घुम्न राम्रो होइन राम्रो छ अब यहाँ चाहिँ पुरानो यहाँको स्थानीय वासी हुनुभयो होइन पहिला र अहिलेमा के फरक पाउनु यहाँ पहिला अब यहाँ आउँदाखेरि त मेन त बाटो नै हो बाटो हामी लड्दै पनि आएको बाटो थियो भने बाटोले अहिले धेरै सहजता ल्याएको छ त्यसमाथि भएन आकर्षित यो छातादेखि लिएर अब त्यो पिङहरूले गर्दाखेरि झन् एकदम आउँ जस्तो लाग्ने ठाउँ लागेर विगत पनि यहाँ पिकनिक त खाने पुरानो यो 30-35 वर्ष अगाडि त्योभन्दा अगाडि चाहिँ मलाई थाहा भएन विगत 5 वर्षकै इतिहास हेर्दाखेरि पनि यो धेरै परिवर्तन भइरहेको छ र मनोरञ्जनका कुराहरू पनि बढ्दो क्रममा छ रमाइलो छ जो सबैजनालाई यो जुन पर्यटकीय क्षेत्र छ नि यो एउटा के भन्छ यसलाई दोमुखाको एउटा व्यवस्थापन समितिहरूलाई खास के सुझाव दिनुहुन्छ उहाँहरूलाई अब जुन विगतको हेरी त यहाँसम्म सुधारमा धेरै ल्याउनु भएको छ होइन धेरै सुधारहरू पनि भएको छ र यसलाई पनि अझै आकर्षित बनाउनको लागि चाहिँ अब यहाँ सुनिन्छ दोस्रो मुस्ताङको बनाउने भन्ने पनि सुनिँदै थियो होइन मतलब दोस्रो मुस्ताङ भन्नाले यो त्यो छ नि पहाड भन्नाले पनि त्यो धारा के मुक्तिनाथ हो त्यसको यसलाई पनि त्यो धार्मिक स्थललाई पनि जोड्ने भन्ने कुराहरू आइरहेको छ त्यसका लागि झन् गर्नुभयो भने चाहिँ अझ प्रभावकारी र राम्रो हुने थियो भन्ने लागिरहेको छ हजुर यहाँलाई चाहिँ कस्तो लाग्यो म पनि यहाँ 20-22 वर्ष अगाडि आएको थिएँ आउँदाखेरि यो पार्कहरू केही पनि थिएन अनि यहाँ राम्रो छ अरे भनेर उहाँले भन्नुभयो अब जाउँ न त भनेर म पनि आएँ तर पहिलाको हेरी धेरै नै राम्रो भएको छ त्यतिखेर पार्कहरू थिएन होइन खोलाहरू मात्रै थियो अहिले एकदमै राम्रो भएको छ अझै राम्रो गर्दै जानु होला है अझ नेपालको एउटा सुरक्षा क्षेत्र प्रहरीमा आबद्ध हुनुहुन्छ होइन सबै प्रहरीमा ड्युटीमा तनाव त्यस्तो बेला अब परिवारसँग यहाँ आउनु कतिको इच्छा जाग्यो एकदमै इच्छा जाग्यो फ्रेस पनि हुन्छ म अहिले बिदामा आएको होइन अलिकति आफूलाई पनि फ्रेस बच्चाहरूलाई पनि घुमाउनको लागि चाहिँ यहाँ आएको तर जस एकदमै रमाइलो छ राम्रो छ अझै राम्रो गर्दै जानु होला भन्न चाहन्छु यहाँले टिकटक चाहिँ कतिको गर्नुभयो आज बनाउनु भयो हजुर भर्खरै आएका छौँ हामी होइन बनाइगएका चाहिँ छैनौँ बाँकी नै छ जस्तै आइपुग्दैछ हजुर यहाँ बुन्नु कस्तो लाग्यो ठाउँ राम्रो लाग्यो ल हस् त धन्यवाद यहाँहरूलाई हजुरलाई पनि धन्यवाद नमस्कार हजुर हजुर परिचय हजुरको मेरो चाहिँ सुमन लिम्बू घर चाहिँ शिवशताक्षी 7 नम्बर हजुर यो अहिले दोमुखामा तपाईँ यहाँ आउनुहुन्छ खास किन आउनुभयो यहाँ एकान्तमा बसिराख्नु भएको छ दुईजना मात्रै यो तपाईँको यो पर्यटकीय क्षेत्र हो कि दोमुखा भनेको अब यहाँनिर यसो अब यो शनिबार होइन मङ्गलबार यहाँ मानिसहरू आउने जाने क्रम भइरहेको छ होइन त्यो रमाइलोको लागि यसो यहाँनिर अब अहिले धेरै राम्रो भएको छ यो दोमुखा होइन पर्यटकीय क्षेत्र भएर त्यसैले यो गर्मीमा रमाइलोको लागि यसो मुड फ्रेस गर्न पनि आउनुभएको हो हजुर त्यही भन्नु पर्ला हजुर धन्यवाद यहाँको परिचय
मेरो नाम चिरूपा पुएल। हजुर। स्थायी ठेगाना सुरुङ्गा कन्काइचार। हजुर सबै एउटै फ्यामिली हो? होइन, हामी 3 परिवार छौँ। हजुर हजुर 3 परिवार हुनुहुन्छ। खास किन आज यहाँ यसरी आउनुभयो? हजुर आज हामीलाई रमाइलो गरौँ, यसो दोमुखा डुल्न जाउँ, घुम्न जाउँ भनेर रमाइलो गर्नको लागि आयौँ हामी। हामी आइरहेको छौँ, हामीलाई यहाँ खुब मनपर्छ। सधैँ पनि आउने गर्नुहुन्छ? आइरहन्छौँ हामी यहाँ। यता अब म यहाँलाई सोधेँ ल, पर्दैन हामी यहाँ अलिकति पुरानो पुस्ताको हुनुहुन्छ। हिजोको दिनमा आउने दोमुखा पिकनिक र आजमा यो पुस्ता परिवर्तनसँग यो ठाउँ चाहिँ कस्तो परिवर्तन भयो जस्तो लाग्छ? धेरै परिवर्तन। यो पहिलेका हामी वस्तु चराउने ठाउँ यो पारिपट्टि। हजुर। यहाँ केही थिएन यस्तो, यो एकदम अहिले त। तर यहाँ त केही थियो नि, पिकनिक खाने ठाउँ त थियो नि? पहिले थिएन यहाँ पिकनिक खाने ठाउँमा। तल तल बगरतिर थियो। हजुर। पछि यो अहिले भर्खर 2-4 वर्ष 8-10 वर्ष भयो त पिकनिक स्टप। हजुर। अब यहाँ नि आज धेरै जस्तो विराटनगरबाट आएको देखियो क्या युवा पुस्ताहरू। यहाँहरूको त यो आँगन भयो, आफ्नो ठाउँमा यो पर्यटन यो राम्रो भएको आकर्षणप्रति आफूहरूलाई कस्तो महसुस? एकदम राम्रो महसुस भएको, एकदम राम्रो। आफ्नो ठाउँ उन्नति प्रगति गर्दा सबैलाई रमाइलो नै लाग्छ। हजुर। अब अझै प्रगति गर्नलाई चाहिँ स्थानीय यहाँ सरकारहरूले चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ अब थप? यो त धेरै राम्रो कुरो, अझै थप धेरै यहाँ गरेर पनि आवश्यकता छ। यो नजिकै जङ्गल पनि छ, पर्यटकको स्थल हो। हजुर। यसलाई अझ विकास गर्नलाई चाहिँ स्थानीय तहबाट पनि सरकारको तहबाट पनि होइन यसलाई धेरै सहयोग गरेर लगभग नि धेरैले हामीले सोध्यो कि लगभग कम्प्लिट प्याकेजहरू नै ठिकै छ हो, खासै त्यत्रो त्रुटिहरू त केही छैन भन्ने नै देखियो क्या होइन? एकदम राम्रो छ। अझै पनि यसलाई अलिक ठुलो बनाउन सक्नुभयो भने अझै राम्रो हो। यो के कुरा बनाउनु पर्छ जस्तो लाग्यो यहाँलाई? यहाँ अझै ठुलो अलिक नानीहरू खेल्ने डुल्ने अरू घुम्न आउँदा पनि अलिक सानो। अब यस्तो के अब हाम्रो युवा पुस्ताहरू जोडी जोडी आउनेहरूलाई घुम्नलाई त ठिक छ, तर अब फ्यामिलीहरूको लागि काहीँ न काहीँ बालबच्चाहरूसँग आउँदा पनि कम्फर्टेबल होस् भन्ने यहाँको भनाइ। एकदम राम्रो छ, त्यो पनि राम्रो छ। अब यहाँ माई भगवती हुनुहुन्छ, यहाँ स्नान गर्ने नुहाउने यता आउने। कस्तो पशुपतिको जात्रा सिद्राको व्यापार भने जस्तो घुम्न पनि आउने, बिहान पूजापाठ आराधना पनि हुने होइन? एकदम यहाँ एकदम राम्रो छ क्या यहाँनिर। यो पर झिलझिलेदेखि माथिको त्यो मन्दिर देवस्थल र यहाँ के फरक छ? त्यहाँभन्दा केही न केही मात्रामा यहाँ अलिक राम्रो छ। हजुर। अब म यता अलिकति नयाँ पुस्ताको, मैले हजुरसँग कुरा राखेँ है। अब यहाँ अलिकति नयाँ पुस्ताको हुनुहुन्छ, कस्तो लाग्छ अहिलेको यो चिजहरूमा होइन? के कुराहरू चाहिँ अब इन्कम्प्लिटेड होला? अब खै इन्कम्प्लिट भन्दाखेरि पनि मैले त सबै कुरा कम्प्लिटै देखेको छु होइन? हजुर। तर पनि अब पर्यटकहरू प्रायः जस्तो अब यहाँ डेमा घुम्न आउँछ। हजुर। अन्त प्रायः अब छेउछेउमा हुनेहरू जो नाइटमा आउनेहरू हुन्छ नि, उहाँको लागि चाहिँ अलिकति यहाँ लाइटिङहरू मजाको लाइटहरू हालिदिएर होइन, एउटा शान्ति सुरक्षामा पनि अलिकति ध्यान दिएर राम्रो अझै यसलाई अपग्रेड गर्दै गएर स्वदेश जुन चाहिँ नेपालकै अब जो लोकलहरू हुन्छ, अब टाढा टाढाको हुन्छ, उहाँहरू मात्रै नभएर बाहिरबाट जुन चाहिँ अब छिमेकी राज्य छिमेकी देश जुन चाहिँ इन्डिया छ होइन, त्यहाँबाट पनि आउने एउटा वातावरण बनायो भने चाहिँ अझै राम्रो बस्ने कटेजहरू भइदिए पनि हुन्थ्यो भन्ने यहाँको जस्तै होमस्टेहरू भयो। हजुर। होमस्टेहरू होइन, त्यस्तो भयो भने अझै झन् दामी हुन्छ नि। हजुर। अब म यता यहाँ हाम्रो मिठो भुजा चटनी के बनाउँदै हुनुहुन्छ है, यहाँलाई चाहिँ कस्तो सधैँ आउने गर्नुहुन्छ भन्नुहुन्थ्यो होइन? किन त्यस्तो के छ? यतैतिर गुज्रेको हो कि हामी सानैदेखि पिकनिक आउने ठाउँै यही हो, पौडी खेल्ने ठाउँ पनि यही हो, पूजापाठ गर्ने ठाउँ पनि यही हो। पहिलाको हेरी धेरै नै विकास भएको हो यो ठाउँ होइन? तर अझै पनि अब हुन्छ नि नयाँ युवाहरू आएका छन्, नयाँ टेक्नोलोजीहरू आएको छ। अब त्यसको उपयोग राम्रोसँग गर्न सके बाहिरी देशको मान्छेहरूलाई पनि आकर्षण गर्न सकिन्छ कि भन्ने मात्रै हो। हजुर। अब यता नि यसरी गोलाबद्ध भएर फ्यामिलीसँग बस्दाको मजा कस्तो हुन्छ जस्तो लाग्छ? यो भन्दा स्वर्ग, अब स्वर्गकै एउटा होइन? हजुर। हजुर। यो भन्दा कहाँ अब भन्ने ठाउँै छैन। हजुर। मान्छे एक दिन मरिन्छ नि होइन, दुःख पीडा त सधैँ हुन्छ, त्यो पनि परिवारसँग बाँचिन्जेल यसरी होइन रमाइलो गर्न पाइरहँ होइन? हजुर। अब प्राय अब आइ पनि रहन्छ नजिकै भएर। हजुर। यस्तै हो। अब यसरी बच्चाहरू नै लिएर आउनुहुन्छ है? हजुर। यति नै हुनुहुन्छ कि अरू पनि हुनुहुन्छ? अरू पनि आउनुहुन्छ? अरू पनि छौँ, तर अहिले चाहिँ यति नै हो। अहिले आज आएको चाहिँ यति नै हो, अरू पनि छौँ नि परिवारमा त। हजुर। हस् त, धन्यवाद यहाँहरूलाई। ल स्वागत छ यहाँलाई हाम्रो यङ्गो अफिसियल च्यानलमा। हजुर धन्यवाद यहाँलाई पनि। अब तपाईँ चाहिँ यहाँ एक्लै या खेलिराख्नु भएको छ, त बच्चाले खेल्ने ठाउँ जस्तो पनि लाग्छ, किन आज कस्तो के को लागि खेलिराख्नु? होइन साथीहरू सबै आउनु भएको छ, साथीहरू अरूतिर जानुहुन्छ, मलाई चाहिँ यसो यो रमाइलो गर्नको लागि यसो म यहाँ छु।
अबको पुस्तामा नि यो अहिले दोमुखामा भइरहेको यो आकर्षण क्षेत्र कस्तो महसुस गर्नुहुन्छ यो क्षेत्रलाई अहिले? दोमुखा भनेको मैले जान्दादेखि नै दोमुखा एउटा निकै नै उत्कृष्ट झापाको उत्कृष्ट पर्यटकीय क्षेत्रमा यो आउँछ। त्यसै गरी यहाँ मेचीनगर यसरी यो शिव 27 10 वर्ष होला सायदै 10का पनि थुप्रै जनसमुदायहरूले चाहिँ यहाँ आर्थिक सहयोग गरेर अहिले यो अवस्थामा ल्याउनु भएको छ। यहाँको स्थानीय सरकारहरूले पनि यहाँ विभिन्न मेलाहरू होइन महोत्सवहरू लगाएर चाहिँ यो ल्याउनु भएको हामीलाई यसको अध्ययनबाट जानकारी हुन्छ। र पछिल्लो पुस्ताले पनि के गर्नु पर्यो भन्दाखेरि यहाँ विभिन्न युथ क्लबहरू छन्, विभिन्न समूहमा आबद्ध युवा जनशक्तिले चाहिँ यसलाई चाहिँ कसरी संरक्षण गर्न सकिन्छ त, राज्य निकायबाट आउने सेवा सुविधाहरू के कस्ता छन्, अनि स्थानीय स्तरबाट कसरी चाहिँ यसलाई दिगो विकासमा एउटा टेवा पुग्छ भन्ने हिसाबले त्यो आम जनशक्तिले एउटा सोच्ने कुरा हो। अर्थात् एउटा पर्यटकीय स्थलले आकर्षक ठाउँ बनोस्, यसको पहिचान बनोस्, दोस्रो एउटा आय स्रोत पनि बनोस् भन्ने कुरा हो। किनकि कुनै पनि संस्था चल्नको लागि, कुनै पनि निकाय चल्नको लागि त त्यहाँ आर्थिक पाटो त एउटा छँदैछ नि त। त्यसको लागि चाहिँ अब यसलाई चाहिँ अलिकति अब जस्तै यहाँ फेसिलिटीहरू अझै बढी राखेर चाहिँ यसको जस्तै स्रोत साधनहरूलाई चाहिँ अलिक परिचालन गरेर चाहिँ अहिलेको जुन टिकट दर छ यसमा 10-15 रुपियाँ 20-25 रुपियाँ अलिक कति काटेर छिनु भयो? म चाहिँ यहीँको पहिलादेखि नै यतै आइराख्ने हुना। घर चाहिँ यहाँको कहाँ पर्यो, नाम के पर्यो? मेरो घर चाहिँ अहिले ठ्याक्कै भन्नुपर्दा दमको सर। तर म चाहिँ पहिला यतै यो सरदारे भन्ने ठाउँमा म बसोबास गर्दथेँ पहिला। हजुर, सरदारे भन्नाले कुन ठाउँ? सरदारे भनेको यहाँदेखि अलिक मास्तिरपट्टि पर्छ। यो करिब यहाँबाट 1 किलोमिटर माथि। त्यहाँबाट त्यो टिकट दर नकाटिकन म चाहिँ आएँ यहाँ होइन। हामी पनि नकाटी आएँ क्या मिडियाको तर्फबाट। हजुर। अब म चाहिँ यहाँ पहिला स्थानीय स्तरमै म यहाँ बसेको हुनाले चाहिँ केही यहाँ मलाई अध्ययन गर्दाखेरि थाहा छ त्यो कुराहरू। अब अहिले चाहिँ विगतमा 4-5 वर्षदेखि बाहिरै नै छु यो ठाउँभन्दा। र अब अहिले 4-5 वर्षको अन्तरालमा म पनि आज बल्ल आउँदैछु। तर के हामीलाई एउटा दृष्टिकोण के छ भने यहाँको स्थानीय स्रोत साधनहरू परिचालन गरेर चाहिँ यहाँ भएका चाहिँ विभिन्न कल्चरका होइन धार्मिक सांस्कृतिक पर्यटनलाई अझै प्रवर्धन गर्नको लागि चाहिँ विभिन्न स्रोत साधनहरू परिचालन गर्ने अनि टिकट दरलाई चाहिँ थोरै बढाउने होइन। अर्थात् ओभरअल्ली भन्दाखेरि मल्टिपल होस् एकदम। हस् त, धन्यवाद हजुर। यहाँ दर्शकबिन दोमुखामा धेरै कुराहरू उपस्थित पर्यटकहरूले चाहिँ हरेक कुरामा सेटिस्फाई भए पनि फेरि काहीँ न काहीँ बत्तीको फेदमा अँध्यारो भने जस्तो यो एउटा मौलिक जुन कल्चरलको कुरा पनि एकजना युवाले उठाएको थियो, यो मल्टिपल कल्चरको हुनुपर्छ भनेर। तर यहाँ चाहिँ अब कल्चरल मौलिक पहाडको घर यहाँ देखाइएको छ, हिम यहाँ गाडा पनि देखाइएको छ, तर यो चाहिँ एउटा जीर्ण अवस्थामा देखिएको छ। यसलाई चाहिँ व्यवस्थापन समितिले निर्माण गरेर व्यवस्था गरेको हो कि जस्तो देखिन्छ। नभएदेखि यहाँ पनि तस्बिर खिच्न आकर्षण टिकटकरहरूदेखि लिएर फोटो खिच्नेहरूको लागि निकै राम्रो हुने थियो। तर फेरि यो नेचुरल्ली नै यो माथि चाहिँ पुरानै रियालिटी घर जस्तो नै देखिएको छ। यस्तै नै छाना हुन्छ रियालिटी चाहिँ यो आर्टिफिसियल भन्दा। तर फेरि काहीँ न काहीँ व्यवस्थापन समितिको अलिकति नजर नपुगेको कि भन्ने मलाई लाग्यो। दर्शकबिन यो दोमुखा यो जुन अहिले शिव 87 वडा नम्बर 10 अन्तर रहेको पर्यटकीय क्षेत्र पूर्व क्षेत्रको एउटा छुट्टै पहिचान बोकेको यो स्थलको हामीले यहाँभित्र आउने सम्पूर्ण पर्यटन यहाँ घुम्न आउने जति पनि छ उहाँहरूलाई यसभित्रको सबै प्रकारको कुराहरू राख्यौँ। तर केही कुरा अब मिडियालाई लागेको कुराहरू चाहिँ हामी अब हाम्रो यहाँ काउन्टरमा एकजना मित्र हुनुहुन्छ हेल्प डेस्कमा, हामी उहाँसँग पनि केही कुरा गर्न गइरहेछौँ। स्वागत छ यहाँलाई हाम्रो याम्बु च्यानलमा। नमस्कार। हजुर, अब यहाँ चाहिँ अहिले यो हेल्प डेस्कमा हुनुहुन्छ होइन? हजुर। यो टिकटको कस्तो रेट चलन के छ? हाम्रो प्रवेश शुल्क चाहिँ 70 रुपियाँ लाग्ने छ है पर पर्सन। हजुर। अनि बाइकको 20 रुपियाँ पार्किङ गरे बापत। हजुर। अरू गाडीको त्यही
100 रुपियाँ, अटोको 30 रुपियाँ होइन, बसको 150 त्यस्तै। हजुर, अनि यो स्थानीयवासीहरूलाई चाहिँ के छ यो शिव 87 र वार्डवासीहरूलाई? स्थानीयवासीको चाहिँ तपाईँको पर्यटनको आजीवन सदस्य कार्ड बनिएको छ, उसको निःशुल्क हो होइन। अब यी गाउँको भनौँ न, गाउँकोलाई फ्री हो होइन। अनि अब जस्तै नगरकर्मीहरू, कार्डहरू, पत्रकारहरू कार्ड बोकेर आउनेलाई सबैलाई फ्री हो। अनि अब यो विद्यार्थी अनि प्रौढहरू हुन्छ नि, जुन वृद्धहरू अपाङ्गहरूको के छ? अपाङ्गहरूको चाहिँ निःशुल्कै हो होइन। विद्यार्थी चाहिँ अब स्कुलबाट लेटर प्याड लिएर बसमा आउनेलाई चाहिँ त्यस्तै अब 50% कसैलाई, अथवा एकदम फुल प्याकेज बसभरि आउनेहरूलाई चाहिँ त्यस्तो 50% डिस्काउन्ट छ, तर लेटर प्याड चाहिँ साथमा चाहियो। यो नि सदाबार हो कि सिजनलमा मात्रै आउने जावत मान्छे हुन्छ, के छ? यो सदाबारै हो। अब अफ सिजनमा अलिक कम हुन्छ, सिजनमा त राम्रो, छुट्टीको दिन त राम्रै हुन्छ। अब इनफ्याक्ट मैले अब यहाँ भित्रको आजको हाम्रो बुझाइमा के आयो भन्दाखेरि नि, आम पर्यटनहरू घुम्न आउनेहरूले चाहिँ सबै कुराहरूमा सन्तुष्ट लिँदाको बावजुद पनि थोरै सरसफाइमा कमजोरी देखियो। जस्तै स्टेज अनि त्यो एउटा हिम छ नि घर, त्यो कुरामा चाहिँ अलिकति सरसफाइमा भएन, किन व्यवस्थापन यहाँ चुकेको हो? अब त्यो गरिरहेछन् होइन, सरसफाइ बिहान गरियो, अब फेरि दिउँसो आएर खान्छन्, त्यसलाई बिहान मात्र गरिन्छ कि, त्यो भएर चाहिँ। हजुर, अब यो बिहान तपाईँको यो काउन्टर चाहिँ कति बजी खोलेर कति एन्डिङ, कति के छ समय यहाँ? बिहान तपाईँको 6 बजी 6:30 देखि बेलुका 6:30। हजुर, अब यो पर्यटनहरू सन्तुष्ट हुँदा हुँदै पनि फेरि पनि केही कुराहरू चाहिँ होमस्टेहरू भइदियो हुन्थ्यो होइन, टाढोबाट आएर बस्नेहरूको लागि कटेजहरू भइदियो हुन्थ्यो भन्ने छ, के छ यहाँ? अब व्यवस्थापन समितिमा त्यस्तो केही बुझ्नुभएको छ? त्यस्तो बनाउने कुरो छ होइन। हजुर, अब पछि गएर बन्छ होला। हजुर, नयाँ त्यस्तो के छ अब प्लानहरू? नयाँ प्लानहरू लाइट साइट लगाएर, लाइट कति कुरा आएको थियो? हजुर, लाइट साइट लगाएर नाइट पनि चलाउने कुरो छ होइन। नाइट सिफ्ट अर्कै मान्छे, डे सिफ्ट फाल्टै गरेर त्यसरी चलाउने कुरा बढिरहेछ। अब यो अन्त्यमा नि जस्तो अब यो सबै कुराको बावजुद पनि फेरि काहीँ न काहीँ शान्ति सुरक्षाहरू त कहिले कहिले कतिको झै झगडा 6 बजीसम्म 6:30 बजीसम्म। हजुर हजुर, म डिस्टर्ब भयो होला होइन। जस्तो तपाईँको शान्ति सुरक्षाको दृष्टिले झै झगडा होइन, मदिरा पानी यहाँ कि कस्तो, त्यस्तो बारेमा के छ? त्यस्तो अहिलेसम्म चाहिँ है, पहिला चाहिँ हुन्थ्यो धेरै पहिला, अहिले चाहिँ भएको छैन त्यस्तो अहिलेसम्म। हजुर, हस्, यहाँको नाम? सन्तोष लिङ। सन्तोष, हस् त, धन्यवाद यहाँले आफ्नो महत्त्वपूर्ण भनाइराख्नु। दर्शकबिन, यो चाहिँ अहिले यहाँ भित्र चाहिँ काउन्टर छ, हेल्प डेस्क छ, यहाँ चाहिँ टिकट काटेर प्रवेश गर्नुपर्छ नि, यहाँ चाहिँ निःशुल्क भएछ। यो एरिया चाहिँ पुरानो यहाँ भएको जुन वनभोज तथा पिकनिक क्षेत्रलाई चाहिँ अहिले यो क्षेत्रबाट यसरी जानेछ। यो भाग चाहिँ हामी अर्कोचोटि आउँदा अर्को एपिसोडमा देखाउनेछौँ। दर्शकबिन, आजको यो हाम्रो कार्यक्रम कस्तो लाग्यो? अब यो दोमुखा बारेमा अहिले हामीले सबै कुरो एकै भागमा देखाउन सकिरहेको छैनौँ। मूलतः यहाँनिर पिकनिक स्पोट एउटा क्षेत्र भएकोले गर्दा अब यो अर्को पाटोको पिकनिक क्षेत्र हामी अर्को भागमा देखाउनेछौँ। र यहाँहरूलाई आजको यो हाम्रो कार्यक्रम कस्तो के लाग्यो, यहाँहरूले लाइक, कमेन्ट, प्रतिक्रियाहरू दिनुहोला। म बिदा चाहन्छु। हस्।